हामी आज रोमानियाबाट पोल्यान्ड जाने तयारीमा छौँ। हामी रेल स्टेसनमा छौँ। ल अहिले हामी बुकारेस्ट आइसकेका छौँ। हामी यहाँबाट नेपाली होस्टेलमा जान्छौँ स्टेट नम्बर 4 मा। त्यहाँबाट भोलि बिहानै उठेर हामी कारेन्कासी बस पार्क गएर त्यहाँबाट हामी पोल्यान्डको लागि प्रस्थान गर्नेछौँ। विगत 9 महिना हामी रोमानिया बसेपछि 10 महिना लाग्दै गर्दा हामी पोल्यान्डतर्फ जाँदैछौँ। अहिले झन्डै बिहानको करिब 4 बजिसक्यो। हामी बस पार्क आएर बसिसकेका छौँ। हाम्रो 5 बजेको टिकट छ, बस आउँछ। त्यसपछि हामी चाहिँ अनि लाग्छौँ रोमानियालाई बाई बाई गर्दै पोल्यान्डतर्फ अगाडि। हामी करिब 1.5 घन्टाभन्दा बढी हिँडेपछि पुलिस ठेउजा माथि आएका छौँ। रोमानियामा आएपछि पहिलोचोटि हामीले पहाड देख्यौँ। पहाड देख्दा चाहिँ नेपालकै झल्को आउने, तर नेपालमा चाहिँ यस्तो विकास कहिले होला जस्तो पनि लाग्छ। हेर्दै जाउँ, अझ धेरै सुन्दर सुन्दर पहाडहरू हामी हेर्दै जानेछौँ। धेरै देशहरू घुमाएर आज बसले हामीलाई लैजानेछ। अहिले चाहिँ हामी रोमानियाकै निकै सुन्दर ठाउँ यो सिस्निया भन्ने ठाउँमा छौँ। यहाँबाट माथि अग्ला अग्ला पहाडहरू, रोमानियाका हिमालहरू देख्न सकिन्छ। यो हेर्दाखेरि मलाई मुस्ताङको लेतेको याद आउँछ। निकै सुन्दर छ ठाउँहरू। अझ हामी यही बाटो भएर धेरै अगाडि जानेछौँ। एकदम राम्रो दृश्यहरू देख्न पाउनेछौँ बाटोमा। साँच्चीकै युरोपको यो पहाडी गाउँहरू घुम्नको लागि, हेर्नको लागि असाध्य सुन्दर छन्। यस्तो हामीले फोटोमा देखेको आज प्रत्यक्ष आँखाले देख्न पाउँदा निकै मन खुसी भएको छ। एकचोटि सबैले घुम्नै पर्ने ठाउँ हो युरोप भनेको। सबैले आफ्नो दक्षले भ्याएसम्म घुम्नुपर्ने ठाउँ हो। हुन त हाम्रो नेपालमा पनि धेरै राम्रो ठाउँहरू छन्, तर यताको सौन्दर्य अझ फरक छ। यताको घरको बनावटहरू अनि यताको पहाडहरू होइन, हिउँ पर्ने भएर चिसो ठाउँ भएर पनि अझ राम्रो छ। यो बाटो देख्दा चाहिँ मलाई घरिघरि दाउन्नेको या सुम्टेको याद पनि आउँछ। अनि कुस्मो जाने बेलामा लुम्लेतिरको बाटोको जस्तो याद पनि आउँछ। निकै पहाडमा घुमाउरो बाटो। यहाँ पनि सुरुङ नबनाइकन माथि पहाड चढेर फेरि हामी तल झर्नुपर्ने हुन्छ। त्यस्तो रहेछ बाटो चाहिँ। घुम्टीहरू फराकिला निकै राम्रो छ। हेर्दै हेर्दै जाउँ। आज हामी 5-6वटा देश हुँदै बल्ल हामी पोल्यान्ड पुगिन्छ। स्विजरल्यान्डको सिमाना छुँदै जर्मनी भएर हामी पोल्यान्ड पुग्नेछौँ। आज टिकटमा त्यही नै देखाएको छ। हामी यति बेला रोमानियाको दोस्रो ठुलो सहर भनौँ ब्रासोभ आइसकेका छौँ। बुकारेस्टभन्दा पनि अझ राम्रो छ यो सहर। पहाडको फेदीमा नजिकै ठुला ठुला अग्ला अग्ला पहाडहरू। रोमानियाका हिमालहरू भने पनि यिनै हो, अग्ला पहाडहरू भने पनि यिनै हो। यो पहाड छिचलेर हामी ब्रासोभ आइसकेका छौँ। यहाँबाट हामी अगाडि बढ्नेछौँ। अब रोमानियाको चाहिँ धेरै क्लिपहरू रहँदैन हाम्रो भिडियोमा। हामी यति बेला रोमानिया पार गरेर हङ्गेरी आइसकेका छौँ। बाटोमा कुनै पनि चेकिङ भएन। तपाईँहरू आउँदै हुनुहुन्छ भने सुटकेसमा आफ्नो भाँडाकुँडाहरू सबै लिएर आउँदा पनि हुने रहेछ। कतै पनि हामीले केही पुलिस चेकिङ भेट्टाएका छैनौँ अहिलेसम्म। यो चेकिङ कहीँ पनि हुँदैन अरे अब सिन्जन भइसकेपछि। तपाईँहरू प्लेनबाट ट्राभल गर्दै हुनुहुन्छ भने चाहिँ सबै सामानहरू लिएर जान गाह्रै पर्ला। लगेजहरू लिएर जान बसबाट आउँदा चाहिँ नेपाल इन्डिया भन्दा पनि अझ सहज छ अहिले चाहिँ यतातिर। हामी रातको समयमा हङ्गेरीबाट अस्ट्रिया हुँदै बिहान पख उठ्दाखेरि चाहिँ स्विजरल्यान्ड आइपुगेका रहेछौँ। स्विजरल्यान्डको केही मात्र भाग हिँडेर चाहिँ हामी फेरि जर्मनी प्रस्थान गर्छौँ। म्यापमा त्यही लेखिएको छ। यो अगाडिको पहाड हेर्दाखेरि निकै रोचक लाग्नेछ। सिधै गएको पहाड बिचमा चट्ट केहीले काटे जस्तो चोबारको बल्छी जस्तो देखिन्छ। अनि अर्को कुरा, यिनीहरू स्विजरल्यान्ड हुँदै किन गयो भन्नु होला।
हाम्रो चाहिँ जर्मनीमा काम थियो अलिकति, त्यो काम सकेर चाहिँ हामी पोल्यान्ड जाने भनेर स्विजरल्यान्ड हुँदै आएका छौँ है। फेरि हामीले केही मात्रामा स्विजरल्यान्डको भाग हिँडिसकेपछि फेरि जर्मनी प्रस्थान गरेका छौँ हामीले। अब जर्मनीमा हाम्रो काम सकेर हामी भोलि पोल्यान्डतर्फ लाग्नेछौँ। फेरि हामी हिजो जर्मनीमै बस्यौँ अनि आज बिहानै जर्मनीबाट हिँडेको हामी अहिले पोल्यान्ड आइसकेका छौँ। पोल्यान्डको कटवाइज भन्ने सहरबाट हामी अगाडि बढेका छौँ। त्यहाँबाट काक्रो पुगेर त्यहाँबाट फेरि हामी अर्को बस चेन्ज गरेर वार्सा पुग्नेछौँ। यो कटवाइज र काक्रो बिचको मेन हाइवे हो। यो बाटो देख्दा चाहिँ नेपालमा यस्तो कहिले बन्ला जस्तो लाग्छ। बन्न त बनिरहेको छ तर पनि 4 लेन बाटो भए पनि निकै घुमाउरा होइन, अनि यो अनुसारको मापदण्डहरू छैन। यो बाटोहरू हेर्दाखेरि आफ्नो देश कहिले होला यस्तो विकास जस्तो लाग्छ। यी पोल्यान्डका गाउँहरू पनि उस्तै छन्, प्राय युरोपको समतल भूभाग भनौँ या पहाडी भूभागहरू। घरहरूको बनावट एउटै हुने, ठाउँहरू पनि उस्तै उस्तै हुने रहेछ। हामी निकै सहज रूपमा पोल्यान्ड आइसकेका छौँ। बाटोमा कहीँ पनि त्यस्तो चेकिङ भएन। तपाईँहरू बसमा यात्रा गर्दै हुनुहुन्छ भने चाहिँ नडराइ आउनु होला। ल सन्दीप भाइ, दीपक भाइ, सुरेश भाइ, यस्तो हुन्छ। तपाईँहरू पोल्यान्ड आउँदै हुनुहुन्छ भने रोमानिया लगायत अरू कुनै देशबाट वर्क पर्मिट झिकेर आउनुभयो भने चाहिँ धेरै सजिलो हुने रहेछ। यता कार्ड प्रोसेसको लागि छिटै नै सुरु गरिदिन्छ कम्पनीले। सकभर वर्क पर्मिट झिकेर आउनु होला, तपाईँलाई नै सजिलो हुनेछ। लगभग 40 घन्टाको यात्रा पछाडि हामी पोल्यान्ड आइपुगेका छौँ। यो पोल्यान्डको राजधानी वार्सा हो। हामी वार्सा इन्टरनेसनल एयरपोर्टमा आइपुगेका छौँ। अब हामी यहाँबाट हामी बस्ने ठाउँतिर जानेछौँ। टर्मिनल अटो लगाइछ। हामी घुमिएको होइन, फाइनल्ली भेटियो केटा हो। फाइनल्ली होइन हाम्रो यात्रा घुम्ने हो युरोप रमाइलो गर्ने होइन।